हरियाली बसन्त हौ नदीहरूमा तिमी हो पवित्र गङ्गा हो मस्त फुल मलाई चाहिने मलाई चाहिने मलाई चाहिने मलाई चाहिने मलाई चाहिने भन्दै मात्रै बस्नु होला यार यो एरिया त पुरै धनी धनी एरिया हाम्रै कमाइ भएर आनन्दले हुन्छ नि एकछिन घर छुट्टीमा आनन्द आएर बस्ने जस्तो घर कि यो हेर न यतापट्टि बोल्दै जानु न यस पोइन्टमा आछौँ है अहिले चाहिँ यो डाँडाबाट ऊ त्यो डाँडामा हेर्ने हुन्छ त्यो डाँडा पारीको ठुल्ठुलो बिल्डिङ पनि देख्न सकिन्छ तर अहिले हामीले देखिरहेको छैनौँ यहाँबाट अलि उता गयो भने चाहिँ देखिन्छ हाम्रो अस्मिलाई चाहिँ नेपालको याद आएर यता खोलातिर हेर्दाखेरि रातो कालो लुगा देख्दाखेरि चाहिँ नेपालमा चाहिँ खोलामा अनि तपाईँलाई चाहिँ के याद आयो मलाई अलिकति त्यो नोस्टाल्जिक फिलिङ भएर चाहिँ मैले डिटेल भावमुक्त भएर सबै म डिटेलिङमा गएँ डिटेलिङमा गएँ के देख्नुभयो के आयो त याद धेरै आयो के हो होइन हुन्छ नि अब छरछिमेकको इष्टमित्र दिदीभाइ आन्टी सबैहरूको याद आयो स्पेसिफिक भन्नु पर्यो कि त्यो भन्दै गरौँ होला देख्न सक्नुहुन्छ लड्लो है फेरि तिमी नेपालमा भए मेरो मम्मी चाहिँ एकदमै खुसी हुनुहुन्थ्यो अब यो दाउरा त लानुपर्छ आगो बाल्नुपर्छ होइन खाना पकाउनु पर्छ भन्ने हुन्थ्यो तर अफसोस यहाँ अमेरिकामा चाहिँ मान्छेहरू के हुन्छन् रे दाउरा बाल्न मात्रै त छ दाउराको लागि पनि दाउरामा पनि फेन्सी चाहियो क्या त्यो सर्लक्क चार पाटे परेको होइन रेक्टेङ्गल परेको जस्तो पाए त्यस्तो दाउरा भएर भएन होइन यिनीहरूलाई दाउरा बाल्नलाई पनि फेन्सी दाउरा चाहियो कि अमेरिकनहरू सकिन छन् हरेक पन्चरो लिएर आएर टक्क भारी बनाएर भ्याइँदैन नि होइन यो दाउराहरू सकिहाल्छ यो त एकैछिन हाम्रो अरू Number 8. Okay. हामी नम्बर 8 मा आएको Towards number 10. अगाडि हिँडेको हरियो लगाउने मान्छेहरू केटाकेटा हो कि ए केटी हो कि केटाकेटी हो What? Bro, what are you talking about, man?
मेरो सेन्सले चाहिँ फर्माउनै सकेन। पुरा क्रोटे आन्टीहरू अचम्म लाग्यो नेगेटिभ पारामा चाहिँ होइन पोजिटिभ पारामा के रहेछ त के रहेछ नि त सोध्नै पर्छ। त्यो सेन्स गर्नलाई राजन दाइ चाहिन्छ क्या मुझे क्यों तोड़ा ओ राजन दाइ यहाँ हेर्नु पर्यो मैले हामी कता जाने ओके 10 नम्बर हामीले अब डाइरेक्ट 14 नम्बरमा जान्छौँ अब। आँखाले देखाएको साँच्ची देख्ने भयो त्यहाँ त होइन ओके तर त्योभन्दा बढी छ आएर अश्विनको क्यामेरा छ। मैले स्यामसङलाई प्रमोट गरेर बसिरहेको छु यदि स्यामसङले सुन्छ भने मलाई एउटा फ्री स्पोन्सर हुनुपर्छ नयाँ S26 S26 आउनेवाला ओ दामी छ अब डेट छ हेर्नु वाउ कस्तो लागिरहेको छ त यता एकदमै राम्रो खुसी अश्विन के फिल भइरहेछ आज त्यो अश्विन म खिच्छु खुसी खुसी फिल भइरहेछ खुसु खुसु खुसी ए म त खुसु खुसु खुसी खुसी चाहिँ होइन रमाइलो लागिरहेछ ओके त्यसरी नै भइरहेछ नेपाली मान्छे चाहिँ देखे नपर्ने भयो क्या यो भिडियो चाहिँ नेपाली मान्छेको लागि हामीले कतै जाँदाखेरि पनि नेपाली मान्छे चाहिँ भेटेनौँ है हाइकिङमा यस्तो चाहिँ भएन नेपाली अल्छी भयो क्या अब। हेल्दी हुनु पर्यो एउटा भिडियो थियो के अरे त्यो बिहानै मर्निङको अब हाम्रो देखेर मान्छेहरू हाइकिङमा आउनु सक्छ हाइकिङमा जाने गर्नु पर्छ है सही हो। वाउ यो पानीको कलर पनि अलिकति ग्रिन ग्रिन खालको छ नि त्यो पानी पनि अन्त हल्का अलिकति यो फलमा कस्तो राम्रो देखिन्छ होला We are a hiking family. Good morning. वाउ ल अश्विन जाऊ 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 जाउँ जाऊ जाऊ जाउँ न जाउँ म कालो त सोच्दा होइन तर यस्तो कालो चाहिँ रहेनछु भन्ने अर्को ल वाउ बाबा ओ सिनियर कता हेर्ने रे यता हेर्नु हामी यतापट्टि जाउँ कता यता तलपट्टि जानु, जानु। यताबाट गयो भने चाहिँ हामी रङटन मुभी डेन्जर लाग्यो अलि बिस्तारै जानु है त्यहाँ लड्यो यहाँबाट लड्यो भने त गुडुङ यहाँबाट लड्यो फेरि अर्को कन्टेन्ट हुन्छ है यहाँबाट लड्यो भने गुटुङ टुक्सिँदै भैँसी लड्यो है नयाँ गर्नुपर्छ फेरि भैँसी लड्यो माइकबाट कति हेरबाट हेर कति रिसी होइन दाइको चाहिँ लिरिक्सको मात्र एउटा भ्लग बनायो नि त्यस्तो भाइरल हुन्छ होइन जे पनि भन्नुहुन्छ लिरिक्स बिगार्नमा एक नम्बर हो क्या त्यो मनबाट इच्छा आएन भने त्यो लिरिक्स जतिचोटि सिकाइ जान्नुहुन्न कसको चाहिँ गाउनुहुन्छ फेरि कुमा सागर जसको गाह्रो हुन्छ त्यस्तो दाइले उसको गीतले एकदमै छुने होला नि त अनि यो चाहिँ पुरानो घरहरू है अनि एकदम यहाँ चाहिँ पहिले एउटा हिस्ट्री चाहिँ के छ त भन्दा यहाँ पहिले चाहिँ एउटा कम्युनिटी भनौँ न पहिले मान्छेहरूको सिभिलाइजेसन चाहिँ यो नदीको किनारबाट सुरु भएको थियो यिनीहरूको चाहिँ यहाँ अनि यिनीहरू चाहिँ यिनीहरू यस्तो घरहरू बनाएर बस्थ्यो अरे तर बिस्तारै जब सिभिलाइजेसन मोडर्नाइजेसनतिर जान थाल्यो त्यसपछि चाहिँ गभर्मेन्टले यिनीहरूलाई यताबाट रिप्लेस गर्यो अरे अनि अहिले चाहिँ एकदमै जीर्ण अवस्थामा पुराना सिधै 14 तिर नगइकन
ए तर राम्रै गरेछौँ हामी यो बाटोबाट यहाँ डाइरेक्ट आउँदाखेरि चाहिँ किनकि अहिले यो बाटो हिँड्छौँ कि हामी अहिले ल जामै जाम हाम्रो गाइड चाहिँ शेखर दाइ हुनुहुन्छ के अरे अब हामी जाँदैछौँ 26 26 मा जाउँ ब्याम्बो फरेस्टमा जान्छौँ हामी लेट्स गो त्योभन्दा पहिला हामी यता एक्सप्लोर गरौँ त राम्रो लाग्यो मलाई सकिन्छ कि यसरी खुट्टा भिजाएर खुट्टा बाहिर निस्किने चाहिँ होस् है फेरि पानी त छुन पर्यो नि गङ्गाको पानी छ यस्तो पवित्र भइन्छ त होइन त यसो गर्दै आज पनि भनिरहेछ कि म गर्छु ल्याउ त्यही जानु त्यही जानु चिसो छ ओ माय गॉड ला चिसो छ मेरो खुट्टै देख्दैन खोइ यस्तो चिसो पानी शेखर दाइ कस्तो लागिरहेछ के भइरहेछ एकदमै खोलामा चाहिँ खुट्टा डुबाउनु मन थियो र आजको टुर ट्रिप र अश्विनको कारणले गर्दाखेरि यहाँ यो ठाउँमा आउन हामी सौभाग्य पायौँ असुरको कारणले गर्दा मैले लिएर आएँ भन्नु म चाहिँ मेरो चाहिँ सौभाग्य बरु आउन के माछा परिरहेछ खै यहाँ सेलहरू चाहिँ छ यार शेखर दाइ के गर्दै हो शेखर दाइ तपाईँ यहाँ माछा धुन लाग्यो अब यसको आन्द्रा सान्द्रा फालेपछि चाहिँ पकाएर खानुपर्छ अब के गरेको रे यो माछा समातेर माछालाई सफा गरेको माथि होइन यति गर कस्तो फिल आएर शेखर दाइ कस्तो फिल आएर नेपालको खोल्सा नाल्साको जुन चिसो पानी मुलको पानी एकदमै क्लियर प्योर त्यस्तो पानी आइरहेको छ पिउन मिल्ने लायक जस्तो पनि हो यस्तो ठाउँ पनि देख्न पाइन्छ भन्ने मलाई चाहिँ विश्वास लागेको थिएन युएसमा आएर डेभलप एरियामा अर्बनाइजेसनको एरियामा चाहिँ त्यस्तो खालको पोल्युसन हुन्छ होला जस्तो लाग्थ्यो तर वेल मेन्टेन छ वेल मेन्टेन प्रिस्टाइन रहेछ कुकुरलाई फेसबुक मार्केटिङ प्लेसमा म त दुई विदाउट एनी खुट्टा उभिरहेको चाहिँ कसको खुट्टा बलियो हो क्या कसको खुट्टा बलियो के हामी
गएर फर्किने यस्तोमा एडभेन्चर हन्ट गर्नु जाने जे पनि भिडियो 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 ल अश्विनमा म गर्छु तिमी जाऊ ल हिँड्नु च्यालेन्ज चाहिँ के भन्दा हातले चिपाउँदै सपोर्ट नपाइ भूत होला है भूत इकु होला है इकु इकु होला है त्यता इकु ओए गाइजहरू मैले सर्प देखेँ ऊ त्यहाँ चाहिँ सर्प छ है ओ यो झाडीमा ठुलो ह ठुलो ठुलो ह तर आऊ यताबाट सिधै आऊ ल आऊ आऊ ठ्याक्कै यो यो यता 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 छ अश्विन त्यताबाट अब छिटो आइहाल्यो त कहाँ छ भन्नु त वो मैं मस्त तेल में फ्राई करके वो मैं खा गया Oh my god. के सर्पद्वारा लखेटिएमा है के भयो अरे सर्पद्वारा लखेटिएमा है भर्खर गर्मी भन्दा जाडो के अरे जाडो होटेल गर्मी सर्प रहेछ एडभेन्चर भन्ने चक्करमा यार सर्व उठा पठाइदिएर दाइले जाऊ जाऊ भनेर अझ माथि पुगेको छ सर्प छ अरे के साइडमा मभन्दा बढी एथलेटिक्स छ मेरो बढी कति नभनेको जतिखेर नि क्यामेराले खासै कतिको खै एकछिन मोड अन्त यहाँ मोडल खासै कतिको भयो कि ए म पनि भिडियो बनाइरहेको थिएँ तर नेपालमा चाहिँ बाँसघारी चाहिँ एउटा के भन्छ त्यसलाई झम्म परेको एउटै ठाउँमा मात्र हुन्छ भने यहाँ सबै इन्डिभिजुअल त्यो एउटा त्यो पनि डिफ्रेन्ट होला यो कल्टिभर नै डिफ्रेन्ट होला र यिनीहरूले सेलेक्टिभ गरेर चाहिँ रोपेको नि हुनसक्छ नेपालमा चाहिँ एउटै जग्गाबाट कम्मै निस्किया जस्तो लाग्छ मलाई ल यहाँ नि रुखहरूमा नाम लेख्ने के अरे उसमा नाम लेख्नेमा लेख्दा हुन्छ है यहाँ के लेखेको छ नि त के लेखेको छ नि त के जे लेखेको छ यहाँ यहाँ के हो हेर्नु यासँग आम लेख्यो गर्नु पऱ्यो भने त बोतलको ढक्कन खोल्यो भने बोतलको ढक्कन लेखिन्छ कि नत्र कि त्यसकै पाँच भाषामा लेखिन्छ यहाँ चाहिँ अब टप भ्यू फोटो खिचौँ त बेबी अघिको जस्तो पनि लेखा रहेछ क्या फेरि यहाँ के हुँदैछ शेखर दाइ ओहो यहाँ हाम्रो मायाको नाम कोर्दैछौँ यहाँ आज मार्च 22, 2025मा सो यहाँ चाहिँ यो बाँसहरूमा चाहिँ सबैले लेख्ने गरेका रहेछन् र यो एउटा ट्रेन्ड पनि रहेछ त्यसले गर्दा हामीले पनि आफ्नो मायाको साँची बाँसलाई बनाएर हिँडेछ
राखिरहेको छौँ यहाँ। जिन्दगीमा कति चोटि हो त यो? भोलिको दिनमा फेरि आइयो भने हामी डेफिनेटली यो रुख यो बाँसलाई कसैले काटेको छैन भने चाहिँ यो हेर्दै आउने छौँ। ल दिदीको क्वेसनको पनि एन्सर दिनु दाइ। जिन्दगीमा कति चोटि देख्दै हुनुहुन्छ यो? यो मेरो पहिलोचोटि हो, पहिलोचोटि हो। बिङ भेरी अनेस्ट है दिदी। पहिलो र यो चाहिँ पहिलोचोटि हो। फेरि अर्को ठाउँमा गएर हामी फेरि लेख्ने छौँ यसरी नै फेरि कुनै ठाउँमा यही लेख्ने छौँ। ल अब चाहिँ के भन्न चाहनुहुन्छ दाइ? अब हामी सकिन थाल्यो लगभग टुर भन्दा पनि हाम्रो हाइकिङ। यो हाइकिङ अझै लामो होस्, समय अझै होस् जस्तो फिल आयो। यो जुन नेचरमा चाहिँ डुब्न पाउँदाखेरि चाहिँ अझै डुबिरहँ जस्तो फिल आउने। तर समयको पाबन्दी छ, ठाउँको पाबन्दी छ, त्यही अनुसार फेरि आउँला। तर अहिले स्टिल हामीसँग अझै सर्टेन पोर्सन त छ अझै, तर इन्जोय गरौँ अझै भन्न चाहन्छु म। डु यु वान्ट टु से समथिङ कविता दी? मैले खाइरहेको छु। खाना मस्त छु, खाना मस्त छु। लड्ला है लड्ला। ए नाइस। हामी यतैतिर जान्छौँ। वाइट तपाईँ शेखर दाले ल दौडे 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 दौडे। जाऊ 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 जाऊ। हाम्रो हाइकिङ चाहिँ यहाँ आएर समाप्त भएको छ है र रेस्ट गरिरहेको अवस्था छ यहाँ चाहिँ। यो ठाउँ चाहिँ ठ्याक्क हाइकिङ गरेर भ्याएर आएपछि चाहिँ बसेर पिकनिकको लागि अनि त्यसपछि स्विमिङ गर्नको लागि चाहिँ राम्रो रहेछ है। हाइली रेकमेन्डेड प्लेस।